छु। त्यसैगरी केन्द्रीय टोली आदरणीय केन्द्रीय सदस्य जया शङ्करबा, केन्द्रीय सदस्य त्यसैगरी जिल्ला सभापति कृष्ण भुटान भरतपुर महानगर सभापति सीता गावाली, सम्पूर्ण राजनीतिक यो राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तह र तर्कमा बसेर काम गर्नुभएका सम्पूर्णलाई आजको यस कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ। नगर्ने भ्रष्टाचारीहरूलाई जोगाउने र जनताको उद्धार गर्ने हारा जानकारीलाई राजनीतिक प्रतिशोध गरी जुन अत्याचार अन्याय गरेका छन् त्यसको प्रतिशोध स्वरूप आजको यस भव्य कार्यक्रममा हामीलाई थप हौसला दिन आउनुभएका केन्द्रीय सभापति आदरणीय राष्ट्रपति श्री धर्मपत्नीजीलाई गयाको नगरमा हार्दिक दाजुभाइ तथा दिदीबहिनीहरूलाई हाम्रो आदरणीय निकिता भाउजूको लागि जोरदार ताली बजाउनुको लागि आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो पार्टी सभापति रवि लामी छानेज्यूको जिन्दगी पनि अचम्मको छ। अमेरिकाको समृद्धशाली जीवन बाँचिरहेको एउटा युवा देशमा भएका तमाम वैयक्तिक विसङ्गतिलाई चिर्छु भनेर आएको थियो। एउटा टेलिभिजनको पर्दाबाट हजारौं दिन दुखीहरूलाई सहयोग गर्दै हिँडेको रवि लामी छाने, एउटा टेलिभिजनको पर्दाबाट विदेशमा अलपत्र भएका दाजुभाइ दिदीबहिनीहरूलाई उद्धार गर्दै हिँडेको रवि लामी छाने, अनि एउटा क्यामेराको माध्यमबाट हजारौं भ्रष्टाचारीहरूलाई कठघरामा तेर्स्याउँदै हिँडेको रवि लामी छाने, अनि एउटा क्यामेराको माध्यमबाट यो देशमा कसलाई दुःख परेको छ, कहाँ गाह्रो भएको छ, कहाँ अन्याय भएको छ, कहाँ चेलीबेटीहरूलाई पीडा परेको छ, त्यो सबै कुराहरूलाई हेर्दै गरेको रवि लामी छाने आज जसरी राज्यले प्रतिशोध छाडेर यो ठोक हो भनेर जबरजस्ती ठोक करार गरिरहेको छ र जेलको त्यो चिसो अहिले चाहिँ यो चिसो भन्न खोजे त्यो कालो छिडीमा जसरी उहाँले राखिएको छ, यो राजनीतिक प्रतिशोधको विरुद्ध आज जनताहरू सडकमा उत्रिनु भएको छ। र म भन्न चाहन्छु यो शासन सत्ता